नमस्कार, तपाईलाई स्वागत छ कोड एन्ड कम्प्युट नेपाल युट्युब च्यानलमा। आजको यो भिडियोमा हामी सिक्दै छौं एमएस वर्ड को पेज लेआउट ट्याब कसरी चलाउने र यसले के काम गर्न सकिन्छ। यदि तपाई एमएस वर्ड प्रयोग गर्दै हुनुहुन्छ भने यो ट्याबले तपाईको कागजको रूप सजाउने काम गर्छ। भिडियो अन्तिमसम्म हेर्नुहोस् र यदि तपाईलाई मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। सबैभन्दा पहिले एमएस वर्ड खोल्नुहोस्। माथिल्लो मेनुमा पेज लेआउट भन्ने ट्याब देखिन्छ। त्यहाँ क्लिक गरेपछि तपाईलाई धेरै विकल्पहरू देखिन्छन्। हेर्नुहोस्, मार्जिन, ओरिएन्टेसन, साइज, कोलम्स आदि। अब हामी हेरौं सुरुमा मार्जिन भन्नाले पेजको चारैतिरको खाली भाग हो। तपाईले कस्टम मार्जिन पनि सेट गर्न सक्नुहुन्छ, जस्तै न्यारो, मोडरेट, व्हाइट। यी सबै लेआउटको लागि फरक। अर्को रहेको छ ओरिएन्टेसन। ओरिएन्टेसनबाट तपाई आफ्नो कागज पोर्ट्रेट राख्ने कि ल्यान्डस्केप भन्ने सेट गर्न सक्नुहुन्छ। पोर्ट्रेट भनेको ठाडो, ल्यान्डस्केप भनेको तेर्सो। यो रिपोर्ट वा डिजाइन कस्तो छ भन्ने आधारमा प्रयोग गर्न सक्नुहुन्छ। साइजमा गएर तपाईले A4, लेटर, लेगल जस्ता पेपर साइज चयन गर्न सक्नुहुन्छ। नेपालमा सामान्यतया A4 प्रयोग गरिन्छ, तर प्रिन्टका लागि लेटर पनि धेरै चल्तीमा छ। अर्को कोलम्स भन्ने विकल्पले तपाईले लेखलाई 2 वा 3 भागमा विभाजन गर्न सक्नुहुन्छ। जस्तै अखबार जस्तो स्टाइल बनाउन चाहनुहुन्छ भने यो धेरै उपयोगी हुन्छ। अर्को रहेको छ ब्रेक्सबाट तपाई पेज ब्रेक, कोलम ब्रेक वा लेक्सन ब्रेक राख्न सक्नुहुन्छ। पेज ब्रेक भन्नाले तपाईको कागजको हालको पृष्ठ सकिएर नयाँ पृष्ठबाट सुरु हुने व्यवस्था हो। अब यहाँ सेक्सन ब्रेक भनेको के हो त? सेक्सन ब्रेक भनेको तपाईको डकुमेन्टलाई फरक भागमा विभाजन गर्ने प्रक्रिया हो, ताकि ती भागहरूमा छुट्टै फर्म्याट सेट गर्न सकियोस्। यहाँ रहेको छ लाइन नम्बरबाट प्रत्येक लाइनमा नम्बर देखाउन सकिन्छ र हाइफेनेसनले लामो शब्दहरूलाई लाइनको अन्त्यमा तोड्न सहयोग गर्छ, ताकि पेज सुन्दर देखियोस्। प्याराग्राफ ग्रुपबाट हामीले लेखिएको पाठको स्पेसिङ र इन्डेन्टेसन मिलाउन सक्छौं। यसमा मुख्य 2 विकल्पहरू हुन्छन्। इन्डेन्ट भन्नाले प्याराग्राफको सुरु हुने बिन्दुबाट लेफ्ट वा दायाँ राइटबाट कति टाढा राख्ने भन्ने निर्धारण हो। जस्तै यदि तपाई प्याराग्राफलाई केही बायाँबाट टाढा सार्न चाहनुहुन्छ भने लेफ्ट इन्डेन्ट बढाउनुहोस्। र अर्को रहेको छ स्पेसिङ भन्नाले प्याराग्राफको माथि बिफोर वा तल आफ्टर कति खाली ठाउँ रहने भन्ने हो। जस्तै टाइट प्याराग्राफलाई फराकिलो देखाउन तल र माथि स्पेसिङ दिइन्छ। अर्को रहेको छ एरेन्ज ग्रुप विशेष ग्राफिक्स, इमेज, शेप्स, टेक्स्ट बक्स जस्ता अब्जेक्टहरूलाई व्यवस्थित गर्न प्रयोग गरिन्छ। पोजिसन अब्जेक्टलाई पेजको कुन भागमा राख्ने टप, सेन्टर, बटमले निर्धारण गर्छ। यसबाट निर्धारण गर्न सकिन्छ। अर्को रहेको छ र्याप टेक्स्ट अब्जेक्ट वरिपरि कसरी आउँछ भन्ने मिलाउने। जस्तै टाइट, स्क्वायर, बिहाइन्ड टेक्स्ट, इन फ्रन्ट अफ टेक्स्ट आदि। अर्को रहेको छ ब्रिङ फरवर्ड, सेन्ड फरवर्ड अब्जेक्टलाई अगाडि ल्याउने वा पछाडि पठाउने। यदि तपाईले 2 वटा अब्जेक्ट राख्नु भएको छ र एउटा अर्काको माथि छ भने यो प्रयोग गर्न सक्नुहुन्छ। अर्को रहेको छ एलाइन, कसरी वस्तुहरूलाई लाइनमा राख्ने। लेफ्ट, सेन्टर, राइट वा डिस्टर्ब गर्न सकिन्छ। र अर्को रहेको छ ग्रुप, धेरै अब्जेक्टलाई एकै पटक मिलाएर एउटै अब्जेक्ट जस्तो बनाउने। यो मुभ गर्न सजिलो हुन्छ। अर्को रहेको छ रोटेट, अब्जेक्टलाई घुमाउने। जस्तै 90 डिग्री,
वा 180 डिग्री वा कस्टमको कोडमा अब्जेक्ट यसरी घुमाउन सकिन्छ। अब तपाईलाई थाहा भइसक्यो होला एमएस वर्डको पेज लेआउट कति उपयोगी छ। यदि तपाईलाई यो ट्युटोरियल मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। हामी फेरि आउँछौं अर्को भिडियो लिएर। धन्यवाद, नमस्ते।